नेपाल प्रहरीको हातमा पहिलो पटक यति शक्तिशाली गाडी, अमेरिकन पुलिसको जस्तै सम्पूर्ण रूपमा सुसज्जित गाडी, जुन आज बसन्तपुरमा पहिलो पटक सार्वजनिक गरियो। एआई क्यामेरादेखि वाइफाई सम्म जडित यो गाडीमा प्रहरीका लागि आवश्यक सबै उपकरण समावेश छन्। अग्नि नियन्त्रक उपकरणदेखि अपराध अनुसन्धानका लागि आवश्यक सम्पूर्ण प्रविधि यो गाडीमा सुरक्षित छ। र यो भ्यानमा वाइफाई नेटवर्क छ, एआई क्यामेरा छ र हामीले यो एआई क्यामेराको मार्फत घटनास्थलबाटै तालुका कार्यालयमा पठाउने जारीहरू पनि त्यहीबाट पठाउन सक्छौँ भने अबको चाहिँ हाम्रो जति पनि प्रहरी काम कारबाही हुन्छ त्यो प्रविधियुक्त हुन्छ। यो गाडीको सबैभन्दा शक्तिशाली पक्ष भनेको हुडमा राखेको यो क्यामेरा हेर्नुहोस्, जसले फुल एचडी क्वालिटीमा 100 मिटर परसम्म दृश्य कैद गर्दछ। हुड र भिडभाडमा अपराधीहरूले गर्ने कुनै पनि हरकतलाई गाडीभित्रै मोनिटरमा लाइभ हेर्न सकिन्छ र त्यसको रिपोर्टिङ सेकेन्ड भरमा प्रहरीले आफ्नो कमान्डर समक्ष पठाउन सक्दछ। उपलब्ध साधन स्रोतको उपयोग गरेर प्रहरीले घटनास्थलमै अपराध अनुसन्धान अघि बढाउन सक्दछ। यहाँ प्रहरीका लागि आवश्यक पोसाक छन्, त्यसमा अपराध अनुसन्धान मात्रै नभएर विपद परेको बेला प्रयोग हुने पोसाकसम्म छन्। त्यस्तै गाडीमा रहेका उपकरणको सहायताले घटनास्थलबाटै आवश्यक विवरण प्रहरीका सम्बन्धित कार्यालयहरूमा पठाउन मिल्दछ। अबदेखि यो गाडी काठमाडौँका गल्लीहरूमा गुडेको आम सर्वसाधारणले देख्नेछन्। नेपाल प्रहरीको भ्यान हो, यहाँ भिभिआइपी मुभमेन्ट अथवा कहीँ कतै घटना भयो भने यो काठमाडौँ उपत्यकाभरि नै हामीले काठमाडौँ जिल्लामा चाहिँ परिचालन चाहिँ गर्छौँ। यो गाडीको मूल्य मात्रै 94 लाख रुपियाँ परेको छ र सरकारको पैसाले किनिएको होइन। यो त प्रसिद्ध गायक योगेश्वर अमात्य, अगुवा गणपतिलाल श्रेष्ठ लगायत न्युरोड बसन्तपुर क्षेत्रका नागरिकहरूले स्वस्फूर्त रूपमा आर्थिक सहयोग जुटाएर खरिद गरी प्रहरीलाई उपहार दिएको हो। भदौ 24 मा प्रहरीमाथि आततायीपूर्ण हरकत गर्ने अनुहारहरूका लागि यो एक गतिलो जवाफ हो। विशाल बजार स्थित जनसेवा वृत्तको लागि स्थानीय नागरिक संघ संस्थाहरूको आर्थिक सहयोगमा 94 लाख रुपियाँमा खरिद गरिएको हो। त्यसमा टोयोटा कम्पनीले 20 लाख रुपियाँ छुट प्रदान गरेको छ। कम्पनीले पनि खुसी भएर 20 लाख घटाइदिनु भयो क्या उहाँले, होइन? अनि हामीले यो भ्यानलाई चाहिँ त्यति बेलाकै विपदको जस्तै घटना दुर्घटना अनुसन्धान गर्ने हिसाबबाट सबै सामान होइन हुने गरेर चाहिँ यो भ्यान तयार गरौँ भनेर, अनि यो चाहिँ हामीले हाम्रै समुदायको लागि नै काम लाग्ने भ्यान चाहिँ होइन यसरी चाहिँ मिल्दै समुदाय र प्रहरीको संयोजकत्वमा चाहिँ हामीले यो चाहिँ आज हामीले फेरि पायौँ। यसअघि जनसेवाका प्रमुख भएर आएपछि प्रहरी नायब उपरीक्षक डीएसपी कृष्ण कुमार चन्दले पुरानो बिग्रेको गाडी मर्मत गरेर स्थानीयका लागि सुविधा सम्पन्न गाडी तयार पारेका थिए। त्यो गाडी पनि मोडिफाई गरेर अहिलेकै जस्तो सुविधा सम्पन्न बनाइएको थियो। गाडी तयार भएको केही समयमा नै जेनजी आन्दोलनको क्रममा भदौ 24 मा जलाइयो। जनसेवा वृत्तको भवन पनि जलाइएको थियो। भवन जल्नु भन्दा पनि निकै मेहनत गरेर तयार पारेको गाडी जलेपछि डीएसपी चन्दको मन कटक्क खाएको थियो, खिन्न भएका थिए। यो देखेर स्थानीय नागरिक पनि दुखी भएका थिए। अनि हामीलाई चाहिँ त्यो डीएस साहबको आँसु भनौँ न, त्यो बेलाको तिक्ततालाई चाहिँ हटाउँ भनेर हामी समुदायहरू यसरी नै सबैजना बैठक बसेर चाहिँ यस्तै किसिमको अझ प्रविधि मैत्री भ्यान चाहिँ होइन अब चाहिँ हामीले सबैले मिलेर चाहिँ जुटाउँ भन्ने भयो। तर जुट्दा हामीले 40 लाखको किन्ने भन्यौँ, 50 लाखको किन्ने भनौँ, होइन? त्यो हुँदा हामीले 94 लाखको गाडी चाहिँ तपाईँलाई खरिद गर्न सक्यौँ। अनि डीएसपी चन्दलाई ढाडस दिँदै नयाँ गाडी खरिद गरेर पुनः त्यस्तै सुविधा सम्पन्न गाडी बनाउने आश्वासन दिएका थिए नागरिकहरूले। सुरुमा 40 लाख रुपियाँसम्मको गाडी खरिद गर्ने तयारी स्वरूप सहयोग सङ्कलन सुरु भएको थियो। प्रहरीका लागि गाडी खरिद गर्ने अभियानमा मनकारीहरू यसरी जोडिए कि झन्डै दोब्बरभन्दा बढी रकमको गाडी नै खरिद गर्न पुग्ने रकम जम्मा भयो। स्थानीय नागरिक, व्यवसायी, क्लब लगायतका सङ्घ संस्था मिलेर सहयोग सङ्कलन गरेका हुन्। सुविधायुक्त यो गाडीलाई भिआइपीहरूको भ्रमणको बेला पनि प्रयोग गर्न सकिन्छ। मुख्य कुरा प्रमाण सहित अपराध अनुसन्धानमा यो गाडी प्रभावकारी बन्ने अपेक्षा गरिएको छ। अब प्रहरी चाहिँ प्रविधियुक्त ढङ्गले घटनास्थललाई चाहिँ ट्याम्प गर्छ र निष्पक्ष र पारदर्शी ढङ्गले अनुसन्धानको प्रक्रियाहरू अवलम्बन गर्छ। त्यही प्रयोजनका निमित्त हामीले यो भ्यान तयार गरेका छौँ। र जसरी मैले यहाँलाई भने इन्भेस्टिगेसनका हकमा हामीसँग चाहिँ विभिन्न इन्भेस्टिगेसन टुल्सहरू छन्। कुन टुल्समा के छ त्यो हामीले चेकलिस्ट यहाँनिर बनाइरहेछौँ भने त्यसै नै कहीँ कतै डिजास्टरका घटनाहरू भयो भने हामीले डिजास्टरका विभिन्न इक्विपमेन्ट यसमा सेटअप गरेका छौँ। यसमा पिपी, डेड बडीदेखि लिएर सम्पूर्ण कुराहरू यसमा वेल इक्विप्ड गरेका छौँ। इभन इन्भेस्टिगेसनको दौरान प्रहरीले प्रयोग गर्ने यो पोसाक सिभिल प्लेन क्लोथमा हामीले यसलाई लाएर चाहिँ इन्भेस्टिगेसनलाई चाहिँ सुचारू रूपमा चाहिँ सञ्चालन गर्छौँ भने त्यसै नै डिजास्टर प्रयोजनका लागि हामी खटिएको अवस्थामा हामीले यो डिजास्टर म्यानेजमेन्ट टिमले लाउने पोसाक पनि एउटा चाहिँ नमुनाको रूपमा चाहिँ बनाएका छौँ। नागरिकहरूको सहयोगमा अत्याधुनिक सुविधा सम्पन्न गाडी तयार भएपछि जनजी आन्दोलनमा भएको अपूरणीय क्षतिमा मलम लगाउने काम पनि भएको छ। गाडी स्थानीयको सहयोगमा तयार भयो भने भवन स्थानीय जनप्रतिनिधिहरूको रोहबरमा तयार भएको छ। अब विगतमा आक्रोश र उत्तेजनामा गाडी जलेकोमा अहिले धेरैलाई पछुतो पनि लागेको होला। अब विगतमा जे भयो, सुविधायुक्त गाडी स्थानीयको सहयोगमा तयार भएको छ भने भवन स्थानीय जनप्रतिनिधिहरूको रोहबरमा तयार भएको छ।